युवा शक्ति प्रकट गरिदेऊ। सक्दिन भन्नेहरूका लागि नसक्ने यहाँ के छ र, जान्दिन भन्नेहरूका लागि नसिक्ने चिज के छ र। आत्मबल र सिक्ने इच्छा बस यति मात्र चाहियो, सकारात्मक विचार हरेकको जीवनमा चाहियो। गरिबीमा जिउँछ मान्छे जब विचार गरिब हुन्छ, प्रशस्ततामा जिउँछ मान्छे जब फरक सोच राख्दछ। लागू गरेपछि योजना फरक त्यतिखेर हुन्छ, कटनी गरेपछि फसलको रूपान्तरण तब हुन्छ। देशमा भविष्य नदेख्नेहरू परदेशमा बसी पनि केही गर, सुन्दर मातृभूमिका लागि योगदान गर्न अघि सर। परिवार र आफन्तलाई चेतनाको ढोका खोलिदेऊ, देशमा परिवर्तन ल्याउन युवा शक्ति प्रकट गरिदेऊ। थ्याङ्क यू।